आज मंगलबार बिहानै उठे नुहाए त्यसपछि पूजा गरेर खाजा खाएर बुढो चाहिँ मोटु पतलु इन्जोय गर्दै हुनुहुन्छ। लगाउने चाहिँ मनै हो है। सुन्दै सुन्दै खाना बनाउँदैछु। छिटो छिटो खाना खाएँ, त्यसपछि 1 बजेको न्युज पढेँ अनि पानी पर्ला जस्तो भयो। छिटो छिटो लुगा उठाएँ किनकि मलाई घर जानु थियो नि त गाउँको, त्यसैले। र नसुकेको लुगालाई चाहिँ यतापट्टि बाल्कोनीमा राखिदिएँ र अहिले चाहिँ लागे म घरतिर। एक्लै होइन है, भान्जीसँग, भान्जी र म भएर जाँदैछौँ र घर नजिक हुनुको धेरै फाइदा रहेछ। जम्मा हाम्रो घरमा जानलाई बागलुङ बजारदेखि 20 मिनट लाग्छ र 20 मिनटमा घरै पुगिन्छ र इन्जोय गर्दै गर्दै हामी जाँदै थियौँ। फाइनल्ली हाम्रो गाउँ आइसकेको छ। यसलाई भन्छ लामपाटा। यो मेरो बुढोले पढेको स्कुल हो र घरमा चाहिँ हामीले सरप्राइज दिएको, कसैलाई थाहा थिएन हामी आउने भनेर। आमा चाहिँ बाती काट्दै हुनुहुन्थ्यो। यो चाहिँ हाम्रो दरबार है। दिदीलाई पनि सरप्राइज हो। उहाँ दिदी चाहिँ भान्जीको मम्मी। त्यस पछाडि लसुन उकायौँ दुवैजना भएर, माइजू भान्जी भएर। र यो हरियो पात चाहिँ तरकारी खानालाई अलिकति टिप्यौँ प्याजको, र त्यस पछाडि चाहिँ प्याकिङ स्याकिङ गऱ्यौँ होइन। हेर्नुहोस् न कस्तो ठुलो प्याज। त्यस पछाडि अलिकति सिमी पनि टिप्यौँ। मस्त फलेको रहेछ सिमी पनि। यतापट्टि काँक्रो पनि अब बिस्तारै फल्छ। बोडीको पनि राम्रो भएको छ बोटहरू होइन, बिस्तारै खाने हुन्छ। र यताबाट हामी आएको, यतापट्टि हाम्रो घर हो र यता चाहिँ हामीले स्कुटी राखेर गएका थियौँ। अहिले चाहिँ हामी फर्किँदै आएर फेरि न्युज पढेँ 7:30 बजेको बेलुका। म चाहिँ घरमै खाना खाएर आएको, भान्जी र मैले। बुढो चाहिँ चाउचाउ बनाएर